आजको भिडियोमा हामीले अर्थशास्त्रको पाठ 1 लागतको अभ्यास गर्छौं। हामीले पाठ 1 मा रहेको छ लागत। इकोनोमिक्सको पाठ 1 मा रहेको छ लागत, जुन हामीले आजको अभ्यास आजको भिडियोमा त्यसको प्रश्न नम्बर 1 मा अति संक्षिप्त उत्तरहरूको प्रश्न हामीले गर्छौं। र प्रश्न नम्बर 1 अभ्यास गर्न गएको छौं। पहिला हामीले 1 नम्बरै गर्छौं नै। 1 नम्बरमा चाहिँ के प्रश्न नम्बर तलका प्रश्नको अति संक्षिप्त उत्तर दिनुहोस्। प्रश्न नम्बर कामा छ लागत भनेको के हो? अब लागत भनेको के हो? व्हाट इज कस्ट? हामीलाई सोधेको छ लागत भनेको के हो? कुनै वस्तुको निश्चित एकाइ उत्पादन गर्दा आवश्यक पर्ने साधनहरूमा लाग्ने कुल खर्च नै लागत हो। त्यसैले हामीले प्रश्न नम्बर काको उत्तर लेख्छौं। र प्रश्न नम्बर खाको प्रश्न रहेको छ स्थिर लागत भनेको के हो? हामीले एन्सर उत्तर रहेको छ स्थिर साधनमा गरिने खर्चलाई स्थिर लागत भनिन्छ। र प्रश्न नम्बर गाको प्रश्न रहेको छ औसत परिवर्तनशील लागत भन्नाले के बुझिन्छ? सो उत्तर रहेको छ हामीले एक वस्तुको निश्चित एकाइ उत्पादन गर्दा लाग्ने प्रति इकाइ परिवर्तनशील लागत नै औसत परिवर्तनशील लागत भन्ने बुझिन्छ। र प्रश्न नम्बर घ रहेको छ कुनै एउटा किसानले 10 केजी आलु उत्पादन गर्दा कुल लागत 200 रुपैयाँ रहेको छ। 200 रुपैयाँ पर्दछ भने आलुको औसत आय कति हुन्छ? हामीले एउटा किसानले बुझ्नु छ कि 10 केजी आलु उत्पादन गर्छ र त्यसको कुल लागत रहेको छ 200 रुपैयाँ रहेको छ। 200 रुपैयाँ रहेको छ र हामीले भनेछ क्वेशनमा कि औसत लागत कति हुन्छ? सो हामीले लेख्छौं दिएको उत्पादित वस्तुको परिमाण क्वान्टिटी कति केजी छ? 10 केजी छ अनि 10 केजी हामीलाई क्वेशनमा दिएको छ। र कुल लागत टीसी 200 रुपैयाँ रहेको छ। र औसत आय हामीले लेख्छौं AC TC बाइ Q। Q भनेको क्वान्टिटी र T भनेको टोटल कस्ट हुन्छ, जुन हामीले 200 डिवाइड 200 बटे 10 20 रुपैयाँ। औसत आय कति आउँछ? 20 रुपैयाँ आउँछ। हामीले औसत आय 20 रुपैयाँ आउँछ। र क्वेशन नम्बर मतलब सीमांत लागत पत्ता लगाउने सूत्र लेख्नुहोस्, जुन हामीले लेखेको छौं। उत्तर रहेको सीमांत लागत MC डेल्टा TC बाइ डेल्टा Q। र क्वेशन नम्बर 4 मा भनेछ औसत कुल लागत र सीमांत लागत वक्र रेखाको नमुना एउटै रेखामा रचना गर्नुहोस्, जुन उत्तर रहेको छ। हामीले त्यो चित्र बनाएको छौं। यसलाई हामीले ATC नै यसलाई औसत कुल लागत भनिन्छ र यसलाई MC लाई हामीले सीमांत लागत भन्ने बुझिन्छौं। र हामीले प्रश्न नम्बर 6 को उत्तर गर्न गइरहेको छौं। प्रश्न नम्बर 6 को उत्तर रहेको छ क्वेशन नम्बर 6 रहेको छ औसत आय पत्ता लगाउने सूत्र लेख्नुहोस्। हामीले लेखेको छौं उत्तर रहेको छ औसत आय AR TR बाइ Q। अनि TR भनेको कुल आय हुन्छ र Q भनेको कुल बिक्री प्रमाण हामी भन्ने बुझिन्छौं। र क्वेशन नम्बर जामा भनेको छ सीमांत आय भनेको के हो? सीमांत आय भनेको के हो? हामीले लेखेको छौं उत्तर रहेको छ उत्पादक वा प्रारम्भले कुनै पनि वस्तु वा सेवाको बिक्री एक इकाइले बढाउँदा कुल आयमा हुने परिवर्तनलाई सीमांत आय भनिन्छ। सीमांत आय भनिन्छ। र क्वेशन नम्बर 6 मा भनिन्छ कुनै वस्तुको तेस्रो र चौथो इकाइ बिक्री गर्दा कुल आय क्रमशः रु 18 र रु 24 प्राप्त हुन्छ भने चौथो इकाइको बिक्रीबाट प्राप्त सीमांत आय पत्ता लगाउनुहोस्। र हामीले अब त्यसको उत्तर लेख्छौं दिएको माथि यसमा दिएको कुल आयको परिवर्तनशील अनि डेल्टा TR रु 24 माइनस रु 18 6 अनि जम्मा रु कति हुन्छ 6 अनि लेख्छौं हामीले रु अनि 6 रुपैयाँ हुन्छ। र
वस्तुको बिक्री भएको वस्तुको बिक्री भएको परिवर्तन अनि डेल्टा क्यू इक्वल टू चौथो इकाइ माइनस तेस्रो इकाइ हामीले लेखेछौँ। चौथो इकाइ माइनस तेस्रो एक इकाइ बच्छ र हामीले सीमान्त आ इक्वल टू हामीले सीमान्तलाई आर पत्ता लगाउन भनेको छ। सीमान्त आ इक्वल टू वाट हामीले थाहा छ कि सीमान्त आ आर इक्वल टू डेल्टा टी आर बाई डेल्टा क्यू, यानी डेल्टा टी आर भनेको 6 रहेको छ र डेल्टा क्यू भनेको 1 रहेको छ। अब 6बाट 6ले भाग 6मा 1ले भाग गर्दाखेरि 6 हुन्छ, त्यसैले हामीले √6 के हुन्छ र एमा भनेको छ पूर्ण प्रतिस्पर्धात्मक बजारमा औपत आय र सीमान्त आय समान हुनुको कारण बताउनुहोस् र उत्तर रहेको छ हामीले हेरेको पूर्ण प्रतिस्पर्धामा स्थिर मूल्यको कारणले औपत आय र सीमान्त आय समान हुन्छ। यसरी हामीले प्रश्न नम्बर का को अति संक्षिप्त प्रश्नको उत्तर हामीले गरेको छौँ र अर्को भिडियोमा हामीले समूह खा को उत्तर गर्छौँ।